त्यो त बोल्न त पाउनु पर्यो नि त हैन। अब तपाईलाई हर्क साम्पाको काम मन पर्दैन, अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या हैन। राम्रो गर्यो भन्न नि पाउँछ, विरोध गर्न नि पाउँछ। अब विरोधै नगर भन्ने खालको मैले कानुन बनाइदिएँ भने त म कस्तो खालको शासक बन्छु त भोलि भन्ने चाहिँ तपाईको सरकारले हेका राख्नुपर्छ। त्यसो गर्नु हुँदैन। त्यसमा पनि त्यसो होइन, त्यसो होइन, त्यसो होइन, त्यसो होइन, त्यसो भन्ने सुन्नु न, त्यसो भन्ने मान्छेले कति सहयोग गरेको छ प्रुफ देखाओस् न त, अनि भन्न पाउँछ क्या। अब त्यसो भन्ने मान्छेले सुन्नु न, अब त्यसो भन्ने मान्छेले उसले सेन्ड गरेको त्यो रिसिप्ट पनि त्यो हैन स्क्रिनशट गरेर भन्दा चाहिँ राम्रो हुन्छ, मात्र नभन्नु। तपाईहरुको अधिकार छैन छ भने लगभग सरकारको 100 दिन पुगिनै सक्छ। हजुर के छ तपाई कति र्याङ्कमा कति दिनुहुन्छ के सरकारलाई कति? मैले अहिले भन्दिनँ, अहिले भन्दिनँ। कोसिस उहाँहरूले गर्नु भएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगीहरू धेरै भयो, अब महँगी तपाईको नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो। र अहिले भर्खरै म अब उता दार्चुलामा हुँदा अस्ति भर देख्दै थिएँ, अब त्यता आम सञ्चार छैन हैन, अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलिक घट्यो अरे भन्ने छ हैन, त्यो छ, त्यस्तो छ। त्यो हो। अहिले चाहिँ यो संविधान र गणतन्त्र विरुद्ध बोल्नेहरूलाई चाहिँ 25 वर्ष कैद सजाय हुने गरी संविधान संशोधन हुँदैछ भन्ने कुरा आएको छ। तपाईको यसमा धारणा के छ? हुन त तपाई आफै गणतन्त्रवादी भनेर भन्नुहुन्छ है। यस्तो छ, गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन हैन। गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो हैन। तपाईलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ हैन। मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाउँछु, तर तथ्य र प्रमाण सहित विरोध गर्नुपर्छ, नहुँदा आरोप चाहिँ लाउनु हुँदैन। र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी चाहिँ तपाईको संशोधन गर्ने हैन, कानुन बनाउने भन्ने कुरा चाहिँ त्यो गलत हो। हो, त्यो त बोल्न त पाउनु पर्यो नि त हैन। अब तपाईलाई हर्क साम्पाको काम मन पर्दैन, अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या हैन। राम्रो गर्यो भन्न नि पाउँछ, विरोध गर्न नि पाउँछ। अब विरोधै नगर भन्ने खालको मैले कानुन बनाइदिएँ भने त म कस्तो खालको शासक बन्छु त भोलि भन्ने चाहिँ तपाईको सरकारले हेका राख्नुपर्छ। त्यसो गर्नु हुँदैन। बोल्ने छ भने बोल्नु हैन, बोल्न त पाइयो नि त, तर गलत काम गर्न पो पाइएन त, चिज हो। त्यस्तो छ। अब यहाँ काठमाडौँमा साझा बसलाई चाहिँ निलो बसमा निलो बस साउन्डदेखि त्यो महिलाहरुका लागि निशुल्क भन्ने छ सरकारले योजना कस्तो लाग्यो? त्यसमा त मेरो ठुलो कमेन्ट छैन हो। रातो बसलाई निलो बनाउनुहुन्छ, भोलि हामी सेतो बनाउँछौँ होला हैन। कोही आउला कालो बनाउला, त्यो ठुलो कुरो होइन। त्यो कलरमा त मेरो कुरा कोही छैन हैन। त्यो रूपसँग मेरो त्यत्रो धेरै विमति सहमति रहँदैन। सार भन्छ नि, रूप र सार तत्त्वले चाहिँ फरक पार्ने हो। त्यसमा त्यो अब नयाँ प्रतिनिधि सभाको भवनभित्र चाहिँ नि निलो कलर लगाइयो भन्ने कुराहरूमा पनि मलाई त्यत्रो धेरै तपाईँको विमति छैन। पहिला बानेश्वरमा जलेर नष्ट भएको भवन पनि भित्र हेर्दा निलै देखिन्थ्यो होइन, त्यो बस्नेहरू। त्यो निलो बस चल्दाखेरि खासै त्यस्तो छैन मलाई चाहिँ, कलरमा चाहिँ कुनै छैन। अहिले सुस्तावासी नागरिकता र लाल पुर्जाको माग गर्दै काठमाडौँ आइपुग्नु भएको छ। बालन शाहको अभिव्यक्तिसँगै सुस्तामा अलिकति भारतीय अतिक्रमण, भारतीय जाति बढेको भन्ने कुराहरू आइरहेको छ। त्यसमा तपाईँको धारणा के छ? त्यही त, प्रधानमन्त्रीज्यूले त्यो कुरा चाहिँ सच्याउनु भएको छैन होला हैन। सदनमा हाम्रो विरोध जारी छ, जारी नै रहन्छ। त्यसो उहाँले नभन्नुपर्ने थियो। त्यो भारतीय ज्यादती बढ्यो, त्यसले गर्दा हामी त्यहाँ असुरक्षित भयौँ भन्ने हिसाबले अब त्यहाँका मानिसहरू आउनुभएको छ भने उहाँहरूको न्यायोचित हैन तपाईँको माग के हो सरकारले सुन्नुपर्छ। अब प्रधानमन्त्री स्वयंले सुन्न भ्याउनु भएन भने पनि उहाँले एकजना मान्छे एपोइन्ट गरेर त्यो गुनासोलाई चाहिँ एड्रेस गर्नुपर्छ, सुन्नुपर्छ। म चाहिँ त्यो भन्न चाहन्छु। अरू विषय छ भने एउटा प्रश्न आहा हो त है। मल त प्राप्त गरिसक्नु पर्ने, अझै पाएको छैन। अब कहिले लगाउने होला भन्ने हो। यो फर्टिलाइजर चाहिँ आफै बनाउनु पर्यो होइन। यस्तो छ कि त्यो मल चाहिँ तपाईँको चाहिँ नि हामीले आयात गरेर वितरण गर्ने भन्दा हामी आफैले उत्पादन गर्नतर्फ लाग्नुपर्छ होइन। साउनभरिमा ओके, शुभकामना छ। अब सरकारले भनेपछि होइन भन्ने फेरि कुरा पनि भएन। होइन भन्यो भने तिमीले ल्याउ न त भनेर भन्देला भले।
होइन त्यसले गर्दाखेरि ठिकै छ, शुभकामना छ, छिटो गरेर दिनु होला, किसानलाई त गाह्रो छ। लाल पूर्जा वितरणको काम पनि अब सुकुम्बासीहरूले सुरु हुँदैछ भन्ने गर्नुपर्छ, हो त्यो त राम्रो छ, त्यो राम्रो छ। दबावका कारण सरकारले गर्दैछ भन्नुभयो तपाईँले। हो त, त्यो त भन्नु पर्यो नि त मैले। सरकारले भन्नुहुन्छ, हामी आफैले गऱ्यौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीले गर्दा भन्छ, त्यो त अब स्वाभाविक हो नि। भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले दबाब नदिए भए हुँदैन थियो भन्नु होला, तपाईँहरूले पनि जस लिनुपर्छ। राम्रो कुराको सबैले जस लिउँ, नराम्रो कुराको पनि जस लिउँ त, के अरे तपाईँको जिम्मेवारी लिउँ त। सरकार लाल पूर्जा वितरण गर्न बाध्य भयो त सुकुम्बासीहरूले। हो त, हो त, मेरै कारणले मात्रै होइन, म पनि त्यहाँ छु भनेको तपाईँको कारणले पनि हो होइन। त्यही हो, अब चाहिँ यसो गर्नुपर्छ, नेपालीले राम्रो काम भयो भने सबैले जस लिने, नराम्रो काम भयो भने सबैले तपाईँको होइन जिम्मेवारी पनि लिने त्यसको। क्या हाम्रो कारणले बिग्रियो भनेर त्यो पनि लिनुपर्छ पत्रकार होइन, हामी जस्तो सबैले। अनि अहिले भनौँ न विश्वकप फुटबल चलिरहेछ, मैले हेरेकै छैन। होइन हेरेको कुरा ओके, नेपाल यस यस यस, नेपाल फुटबल एसोसिएसन चाहिँ कारबाहीमा पर्यो। हो, अब 3 वटा गेम खेल्न नपाउने भयो। हो, विश्व जगत फुटबलमा रमाइरहेको अब सरकारले त्यो सरकारले त्यो एन्फामा पनि भ्रष्टाचार भयो होला, पक्कै पनि छानबिन गर्नुपर्छ, दोषी पाइएको हदसम्म कारबाही गरोस् सरकारले, म चाहिँ त्यो भन्छु। त्यो हो क्या, खेल मैदान बनाउने तपाईँको पैसाले बा घर बनायो कि, हाम्रो चाहिँ त्यस्तो पनि हुन्छ होइन, बाटो बनाउने पैसाले घरको तल थपिरहेको हुन्छ। पार्टीलाई धेरै नै गुनासो आउँछ होइन। हामीले धरानको विकासको लागि क्युआर दिएको, तपाईँ पश्चिममा गएर झुलुङ्गे पुल बनाउने, त्यहाँ जाल खाएर पढ्ने कार्यकर्ताहरू हजुरकै कमेन्टमा दुईटा छोरी त्यो भन्न पाउँछ त लोकतन्त्रमा, मैले अघि भने त लोकतन्त्रमा कसैको मुख थुन्नु हुँदैन भन्न पाउँछ, चालु रहन्छ। अब फेरि हामी अर्को फेरि प्रोजेक्ट गर्छौँ, त्यसमा पनि भन्दा तपाईँलाई केही फरक पर्दैन अहिले। त्यसो होइन, त्यसो होइन, त्यसो त्यसो होइन, त्यसो होइन, त्यसो भन्ने सुन्नु न, त्यसो भन्ने मान्छेले कति सहयोग गरेको छ प्रुफ देखाओस् न त, अनि भन्न पाउँछ क्या। अब त्यसो भन्ने मान्छेले सुन्नु न, अब त्यसो भन्ने मान्छेले उसले सेन्ड गरेको त्यो रिसिप्ट पनि त्यो होइन स्क्रिनसट गरेर भन्दा चाहिँ राम्रो हुन्छ, नत्र नभन्नु, तपाईँहरूको अधिकार छैन ल। हावामा 1 रुपियाँ सहयोग गरेको छैन देशलाई होइन, त्यस्तो छ क्या, त्यसले गर्दाखेरि त्यो हो ल। हस्, थ्याङ्क यू।